म्यानेखेमेना टेम्पोको रहस्यमय कथा। देवी जसले मनको कामना पूरा गर्छिन्। धेरै वर्ष पहिलेको कुरा हो। नेपालको गोर्खा राज्य त्यति बेला सानो भए पनि शक्तिशाली मानिन्थ्यो। चारैतिर हरिया डाँडा, बाक्लो जङ्गल, खोलानाला र हिमालको दृश्यले भरिएको त्यो भूमि शान्त र रहस्यमय थियो। मानिसहरू खेतीपाती गर्थे, पशुपालन गर्थे र देवताप्रति ठूलो आस्था राख्थे। त्यही गोर्खा राज्यमा राजा राम शाहको शासन थियो। राजा न्यायप्रिय थिए। भनिन्थ्यो, गोर्खामा न्याय चाहियो भने राजा राम शाह कहाँ जाऊ। तर राजदरबारभित्र एउटा यस्तो रहस्य थियो जसको बारेमा धेरैलाई थाहा थिएन। राजाकी रानी सामान्य महिला होइनन् भन्ने चर्चा दरबारभित्र कहिलेकाहीँ सुनिन्थ्यो। उनी अत्यन्त शान्त, दयालु र रहस्यमयी थिइन्। उनको अनुहारमा सधैँ अजीब चमक देखिन्थ्यो। दरबारका सेवकहरू भन्थे, रानीको आँखामा हेर्दा डर र श्रद्धा दुवै महसुस हुन्थ्यो। एक दिन साँझपख राजा आफ्नो निजी कक्षमा थिए। बाहिर ठूलो पानी परिरहेको थियो। आकाशमा चट्याङ चम्किरहेको थियो। राजा अचानक केही लिन फर्किए। कक्षको ढोका बिस्तारै खोले। तर उनले जुन दृश्य देखे त्यो देखेर उनको शरीर नै काँप्न थाल्यो। रानी सामान्य मानिसको रूपमा थिइनन्। भनिन्छ, रानी देवीको दिव्य रूपमै बसेकी थिइन्। उनको अगाडि एउटा ठूलो नाग थियो। कक्षभरि उज्यालो फैलिएको थियो। वातावरण अनौठो थियो। राजा डरले स्तब्ध भए। रानीले राजालाई हेरेर शान्त स्वरमा भनिन्, तपाईले यो दृश्य कसैलाई पनि भन्नु हुँदैन। यदि यो रहस्य बाहिर गयो भने ठूलो अनिष्ट हुनेछ। राजाले सहमति जनाए। तर उनको मन अशान्त भयो। दिन बित्दै गयो। राजाको मनमा त्यो दृश्य बारम्बार आउन थाल्यो। आखिर उनले आफ्नो सबैभन्दा विश्वासिलो सेवक लक्ष्मण थापालाई यो कुरा सुनाइदिए। त्यो रातपछि दरबारमा अजीब घटनाहरू हुन थाले। राजा बिरामी परे। आकाश असामान्य रूपमा गर्जिन थाल्यो। र केही दिनमै राजा राम शाहको अचानक मृत्यु भयो। पुरै गोर्खा शोकमा डुब्यो। तर सबैभन्दा अनौठो घटना त्यसपछि भयो। राजाको मृत्यु भएको केही समयपछि रानी पनि अचानक हराइन्। कसैले उनलाई दरबारबाट निस्केको देखेन। न घोडा, न पाल्की, न कुनै चिन्ह। मानिसहरूले भन्न थाले, रानी वास्तवमा देवी थिइन्। उनी आफ्नो दिव्य स्थानमा फर्किइन्। समय बित्दै गयो। एक दिन गोर्खाको एउटा किसान आफ्नो खेत जोतिरहेको थियो। त्यो ठाउँ अहिलेको मनकामना क्षेत्र वरिपरि थियो। जब उसले हलो चलायो, हलो अचानक कुनै कडा वस्तुमा ठोक्कियो। उसले माटो खन्न थाल्यो। त्यहाँबाट एउटा अचम्मको ढुङ्गा देखियो। ढुङ्गाबाट रगत जस्तो रातो पानी बगिरहेको थियो। किसान डरायो। गाउँलेहरू जम्मा भए। त्यही रात गाउँका एक वृद्धलाई सपना आयो। सपनामा एउटी दिव्य महिलाले भनिन्, म यही उपस्थित छु। मेरो पूजा गर। मानिसहरूको मनको कामना पूरा हुनेछ। भोलिपल्ट गाउँलेहरूले त्यो ठाउँमा पूजा गर्न थाले। अनौठो कुरा के भयो भने जसले साँचो मनले पूजा गर्थ्यो उसको इच्छा पूरा हुन थालेको विश्वास फैलियो। कसैको बिरामी निको भयो। कसैको हराएको परिवार भेटियो। कसैको व्यापार फस्टायो। कसैलाई सन्तान प्राप्त भयो। बिस्तारै त्यो स्थान प्रसिद्ध हुन थाल्यो। मानिसहरूले देवीलाई मनकामना भन्न थाले। मन अर्थात् हृदयको इच्छा। कामना अर्थात् चाहना। अर्थात् मनको इच्छा पूरा गर्ने देवी। वर्षौं बित्दै गए। सानो पूजा स्थलपछि ठूलो मन्दिर बन्यो। नेपालका विभिन्न ठाउँबाट मानिसहरू त्यहाँ जान थाले। हिन्दू मात्र होइन, बौद्ध धर्म मान्नेहरू पनि श्रद्धासाथ पुग्थे। पहिले त्यो मन्दिर पुग्न अत्यन्त कठिन थियो। मानिसहरूले घण्टौं उकालो हिँड्नु पर्थ्यो। जङ्गल, भिर, साँबुरा बाटाहरू पार गरेर भक्तजन पुग्थे। कतिपय मानिसहरू नाङ्गो खुट्टाले यात्रा गर्थे। उनीहरूको विश्वास थियो दुःख सहेर पुगेको कामना चाँडो पूरा हुन्छ। राति त्यो जङ्गल क्षेत्रमा अजीब आवाज सुनिने कथाहरू पनि थिए। कसैले घन्टी आफै बजेको सुन्थे। कसैले रातको समयमा मन्दिर वरिपरि उज्यालो देखेको दाबी गर्थे। कतिपय बुढापाकाहरू भन्थे देवी अझै पनि त्यही उपस्थित छिन्। समयसँगै नेपाल बदलियो। सडक बने। प्रविधि आयो। पछि मनकामना पुग्न केबल कार पनि बनाइयो। आज हजारौं मानिस केबल कार चढेर सजिलै मन्दिर पुग्छन्।
तर पुराना मानिसहरू अझै पैदल यात्रा गर्न रुचाउँछन्। उनीहरू भन्छन् देवीसम्म पुग्ने बाटो सजिलो भए पनि श्रद्धा सजिलो हुनु हुँदैन। दशैं र विशेष पर्वहरूमा त्यहाँ ठूलो भिड लाग्छ। रातभरि घण्टी बज्छ, धूपको सुगन्ध फैलिन्छ। भक्तजन लाइनमा उभिएर आफ्ना मनका कुरा देवी समक्ष राख्छन्। कसैले सफलताको कामना गर्छ, कसैले परिवारको सुख माग्छ, कसैले विदेश जाने सपना देख्छ, कसैले रोगबाट मुक्ति चाहन्छ र धेरै मानिसहरू विश्वास गर्छन् मनकामना देवीले उनीहरूको कुरा सुन्छिन्। आज पनि म्यानाख्यामाना टेम्पल नेपालको सबैभन्दा प्रसिद्ध धार्मिक स्थलमध्ये एक मानिन्छ। त्यो केवल एउटा मन्दिर होइन, त्यो विश्वासको प्रतीक हो, रहस्यको कथा हो र नेपाली लोकविश्वासमा जीवित एउटा अमर किम्वदन्ती हो।